गाडी हल्का सरेछ, लगभग एक हात एक बित्ता सर्यो, तर फनिसन अझै मैले भनेको जस्तो गरेर मिल्न पाएको छैन। सरहरूले कहिले यता लगाइदेऊ भन्छ, कहिले उता लगाइदेऊ भन्छ। अब मैले गर्ने आफ्नो दिमागले मात्रै गर्न पाउने काम पनि भएन। अब त्यो हाकिमहरूले भनेपछि जस्तो भने त्यसरी नै मैले फिट गरिदिनु पर्छ होइन न। उहाँहरू पनि रिसाउँछ, यत्रो मेन पावर ल्याएर दिएछ होइन। उहाँहरूले अब 3टा 4वटा मिसिनले यता तानेछ भने 2टा मिसिनले उता तानेछ, 4वटा मिसिनले यता पुरो तानेछ। अनि यो त दुधेसी त यो त सक्ने कुरा भएन। अब भोलिको दिनमा मैले अब यो चाहिँ उताको 2टा नयाँ आएर ल्याएको चेन पुल्ली अर्को पहिलाको रुखमा मैले लानुपर्ने हुन्छ। अब त्यो सेटअप गर्न समय लाग्छ होला नि। अब फेरि सेटअप गर्न त समय लाग्छ, धेरै लाग्दैन। माथिको 3टा नट खोलेर डाइरेक्ट त्यो रुखमा लाउने हो। त्यो खोल्न त हामीले बिहानभरिमै सकिनसक्यो भने हामी उहाँ सरहरू नआउँदै हामीले त्यहाँ गरौँला भन्ने आश पनि छ। मैले भनेको जस्तो हुने हो भने आज हल्लिन पर्ने हो गाडी। तलको मैले जहाँ बाँध्न पर्ने थियो त्यहाँ मैले च्याचिस भेटेको छैन, देखिएकै छैन। त्यहाँ देखियो भने तपाईँको अलिकति हल्लियो भने बलुवा भित्र छिर्छ र बल्ल मेरो काम सक्सेस हुन्छ। हल्लिएछ होला लगभग 7 इन्ची 8 इन्ची तलको च्याचिस नम्बर भेटाउन सक्ने हो भने अझै मलाई धेरै सुविस्ता हुन्थ्यो त्यसमा बाँधेर तान्नलाई। हजुर हजुर, बाँध्ने ठाउँै पाएन। माथिल्लो च्याचिसले त किन भन्दा तल भुइँमा दबाउने भयो, तल्लो च्याचिसले उठाउने भयो। त्यसले गर्दा मलाई प्रब्लम परिरहेछ। अब खन्न त खन्नु भएछ, खन्यो आज त खासै धेरै बलुवा त गएको छैन। यता बढी च्याप दिएर यता खाल्टो बनाइदिएको भएर अब त्यो च्याचिस भेट्यो भने बल्ल अलि फास्ट हुन्छ होला जस्तो लाग्छ मलाई। अब 5 दिन भनेको आज 3 दिन गइहाल्यो। अब 2 दिनमा त के गर्नु, कतिको काम होला र। अब यो मिसिन चाहिँ अब म जान गए पनि खोल्दिनँ। मगी अर्को 2टा मिसिन यतापट्टि लाउने हो। यो त अब कसैले खोल भनेर म खोल्नेवाला छैन।